कल्पना गर्नुहोस्, आज बिहान तपाईँ उठ्नुभयो। ब्याङ्क खातामा पैसा छैन, जागिर छैन, कसैले सहयोग गर्दैन। तर एउटा कुरा छ, तपाईँको दिमाग। प्रश्न यो हो, के तपाईँ फेरि शून्यबाट करोडपति बन्न सक्नुहुन्छ? धेरै मानिस भन्छन्, मसँग पैसा भए म सफल हुन्थे। तर इतिहासले अर्को कुरा भन्छ। धेरै सफल व्यवसायीहरूले पैसा होइन, सही सोचबाट आफ्नो यात्रा सुरु गरेका थिए। आजको भिडियोमा हामी सफल मानिसहरूले अपनाउने 10 शक्तिशाली नियम सिक्नेछौँ। यदि तपाईँले यी नियममध्ये एउटा मात्र पनि आजदेखि लागू गर्नुभयो भने तपाईँको सोच, काम गर्ने बानी र भविष्य परिवर्तन हुन सक्छ। भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनकि अन्तिम नियमले तपाईँलाई आजै पहिलो कदम चाल्न प्रेरित गर्नेछ। नियम 1, पैसा लक्ष्य होइन, परिणाम हो। धेरै मानिस बिहान उठ्ने बित्तिकै पैसाको बारेमा सोच्छन्, तर सफल मानिस बिहान उठेर सोच्छन्, आज म कसैको कुन समस्या समाधान गर्न सक्छु? पैसा समस्याको समाधान गरेपछि आउने पुरस्कार हो। यदि तपाईँले 10 जनाको जीवन सजिलो बनाउनु भयो भने 10 जनाले तपाईँलाई पैसा दिन्छन्। यदि 10,000 जनाको समस्या समाधान गर्नुभयो भने परिणाम पनि त्यही अनुपातमा बढ्छ। आज आफैलाई सोध्नुहोस्, म कुन समस्या समाधान गर्न सक्छु? नियम 2, सिप नै वास्तविक सम्पत्ति हो। यदि सबै पैसा हरायो भने के बाँकी रहन्छ? उत्तर हो तपाईँको सिप। सिप कसैले चोर्न सक्दैन। बोल्ने कला, बेच्ने कला, सिक्ने बानी, यिनै जीवनभर कमाई गराइरहने सम्पत्ति हुन्। आजदेखि हरेक दिन कम्तीमा 30 मिनेट नयाँ कुरा सिक्ने बानी बसाल्नुहोस्। नियम 3, ग्राहकलाई सम्मान गर्नेले बजार जित्छ। व्यवसाय उत्पादन बेच्ने खेल होइन, विश्वास जित्ने खेल हो। यदि ग्राहकले तपाईँलाई विश्वास गरे भने ऊ फेरि आउँछ र उसले अरूलाई पनि तपाईँको बारेमा बताउँछ। विश्वास नै सबैभन्दा सस्तो विज्ञापन हो। नियम 4, सानो सुरुवातलाई कहिले नहेप्नुहोस्। आजको सानो प्रयास नै भोलिको ठूलो सफलता बन्न सक्छ। पहिलो भिडियोमा 10 वटा भ्यू आउन सक्छ। पहिलो व्यवसायमा घाटा हुन सक्छ, तर निरन्तरताले साधारण मानिसलाई असाधारण बनाउँछ। नियम 5, डरभन्दा ठूलो सपना बनाउनुहोस्। डर सबैलाई लाग्छ। फरक यति हो, कतिपय डरका कारण रोकिन्छन्, कतिपय डर हुँदाहुँदै अगाडि बढ्छन्। सफलता डर नभएको मानिसलाई होइन, डरलाई जित्ने मानिसलाई मनपर्छ। नियम 6, समयलाई पैसाभन्दा मूल्यवान ठान्नुहोस्। हराएको पैसा फिर्ता आउन सक्छ, हराएको समय कहिले आउँदैन। आजको एउटा घण्टा सही ठाउँमा लगानी गर्नुभयो भने त्यसले वर्षौंसम्म फल दिन सक्छ। नियम 7, असफलता अन्त्य होइन। पहिलो प्रयास असफल भयो, राम्रो कुरा हो। अब तपाईँ पहिलेभन्दा धेरै जान्नुहुन्छ। हरेक असफलताले नयाँ पाठ दिन्छ। जित्ने मानिस कहिले हार्दैन, उसले सिक्छ। नियम 8, दैनिक अनुशासनले भाग्य बदल्छ। प्रेरणा एक दिन आउँछ, अर्को दिन हराउँछ, तर अनुशासन रहिरहन्छ। सानो काम पनि हरेक दिन गरियो भने त्यसको परिणाम असाधारण हुन्छ। नियम 9, अवसर खोज्ने होइन, अवसर बनाउने। धेरै मानिस भन्छन्, अवसर आएपछि सुरु गर्छु, तर सफल मानिस भन्छन्, म सुरु गर्छु, अवसर आफै बन्छ। पूर्ण समयको प्रतीक्षा गर्दा धेरै सपना अधुरै रहन्छन्। नियम 10, आजै पहिलो कदम चाल्नुहोस्। यो भिडियो हेरेर प्रेरित हुनु राम्रो हो, तर प्रेरणा मात्र पर्याप्त छैन। यदि आज केही पनि परिवर्तन भएन भने 1 वर्षपछि पनि तपाईँ यही ठाउँमा हुन सक्नुहुन्छ। आज एउटा निर्णय लिनुहोस्, एउटा पुस्तक पढ्ने, एउटा नयाँ सिप सिक्ने, एउटा सानो व्यवसाय सुरु गर्ने वा आफ्नो पहिलो भिडियो अपलोड गर्ने। यही एउटा सानो कदमले तपाईँको भविष्य बदल्न सक्छ। सायद तपाईँ अहिले सोचिरहनु भएको छ, के म साँच्चै सफल हुन सक्छु? मेरो उत्तर छ, सक्नुहुन्छ। किनकि सफल मानिस जन्मदैन, उसले हरेक दिन एउटा राम्रो निर्णय गरेर आफूलाई सफल बनाउँछ। आजको भिडियो बन्द गर्नु अघि एउटा प्रतिज्ञा गर्नुहोस्, म आजबाट बहाना होइन, काम रोज्छु। म डर होइन, प्रयास रोज्छु। म प्रतीक्षा होइन, सुरुवात रोज्छु।
यदि तपाईँ यो प्रतिज्ञा गर्न तयार हुनुहुन्छ भने कमेन्टमा लेख्नुहोस्। आजबाट सुरुवात। भिडियो मन परे लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र यस्तै जीवन बदल्ने सामग्रीका लागि सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि अर्को भिडियोमा भेटौँला।